नमस्कार एन्ड गुड मर्निङ सबैलाई। यस बिहानी यो बुर्नाईको सेरिया भन्ने सहरमा चाहिँ सुनली बजार प्रत्येक शुक्रबार लाग्ने गर्दछ। अनि त्यहाँ चाहिँ ग्रोसरी सप अनि डिपार्टमेन्ट स्टोरहरू भन्दा चाहिँ धेरै सस्तो अनि ताजा ताजा सागसब्जी तथा फलफुलहरू पाउने गर्दछ। अनि म तपाईहरुलाई त्यो देखाउने छु। तपाईहरु युकेमा अहिले शिफ्ट हुनुभएको छ भने बुर्नाईबाट तपाईहरुलाई यो सुनली बजारको चाहिँ सागसब्जीहरू मिस भइरहेको होला। आज हेर्नुहोस्, वी आर अन द वे। अब लगभग हामी 10 देखि 15 मिनेटको पैदल यात्रा गर्नेछौँ। नेपालमा आउँदा पनि म प्रायः जस्तै व्यस्तता भए पनि साग र सब्जी किन्नुको लागि चाहिँ म टाइम निकाल्ने गर्दछु। प्रत्येक दिन म घरको सबै सागसब्जीहरू चाहिँ आफै किन्ने गर्दछु, किनकि मलाई मन पर्छ सागसब्जी हेर्न, फलफुलहरू किन्न। आई लाइक इट, आई लभ इट। ओके, गुड मॉर्निंग बलाई सर। गुड मॉर्निंग, गुड मॉर्निंग। आप कैसे? खुश है? खुश है, बहुत खुश है। ओके, थैंक यू। यो चाहिँ स्टेडियम है। यहाँ चाहिँ विशेष गरी किड्स र टिनेजरको लागि फोकस गरेर बनाएको स्टेडियम हो। यहाँ चाहिँ रनिङ अनि फुटबल, ब्याडमिन्टन, एथलेटिक्स प्रायः सबै हुने गर्दछ बेला बेलामा। हामी सुनली मार्केटको बाहिरपट्टि आइपुगिसकेका छौँ। यो तपाईहरुले जति पनि देखिराख्नु भएको छ सिमेन्टेड एरिया। लगभग 3-4 वर्ष पहिला अघिसम्म यहाँ बाहिर लाग्ने गर्दथ्यो, तर अहिले व्यवस्थापनको निम्ति चाहिँ भित्र लाग्ने गरेको छ, हलभित्र। अनि म आज भरिसक सुट गर्दाखेरि मान्छेहरूको फेस कमै खिच्नेछु, किनकि उनीहरू रिसाउन सक्छन्। अनि प्राइजहरू पनि त्यहीँ लेखिएको हुन्छ। अब हामी भित्र जानेछौँ। हुन्छ, मलाई साथ दिनु होला, सँगसँगै रहनु होला। रेडी, 1 2 3, हियर वी गो। हेर्नुस् त, यहाँको फलफुल अनि सब्जीहरू ताजा ताजा र लाग्दो अनि कलरफुल हुन्छ। प्राइजहरू प्रायः सो यहाँनिर लेखेर टालेको छ, $1 $2 है, यसरी लेखेर टालेको हुन्छ। यहाँको $1 चाहिँ नेपालमा 100 हुन्छ, $5 500 हुन्छ। तपाईले यसरी क्याल्कुलेट गर्न सक्नुहुन्छ। बुर्नाईमा चाहिँ सागसब्जी अनि फलफुल चाहिँ नेपालको तुलनामा अलिकति महँगो छ, तर अरू देशहरू हुन्छ नि, विकसित देश जापान, अस्ट्रेलिया, अमेरिका, युके भन्दा चाहिँ धेरै सस्तो यहाँ पाउँदछ। तपाईहरुले हेर्दै जानुहोस्। प्रायः सो नेपालमा पाउने सागसब्जीहरू यहाँ सबै पाउँदछ। हरेक 12 मासको सागसब्जीहरू यहाँ पाउने गर्दछ। अनि नेपालमा अनि नपाउने कुनै कुनै अनौठो सब्जीहरू पनि यहाँ हुन्छ, सागहरू हुन्छ, अनौठो चिजहरू, त्यो पनि हेर्नु होला। यहाँ सी फुडहरू पनि रहेछ। प्राउन राखिएको रहेछ, अनि श्रिम्प राखिएको रहेछ, स्क्वाड पनि रहेछ। यो अर्को टाइपको प्राउन फिस। अनि यो माछा, यो पनि प्राउन फिसै हो। हेर्नुस् त, हरियो हरियो सागहरू हेर्दै फेरि लोभलाग्दो अनि फ्रेस छ। यहाँको मान्छेहरूले चाहिँ प्रायः जसो साग खान एकदम रुचाउने गर्दछन्।
यहाँको साग चाहिँ अनौठो खालके पनि पाउँदछ। हामी नेपालको मान्छेहरूले कहिले पनि नसोचेको यो निग्रो छ। निग्रो चाहिँ मलाई एकदम साह्रै मनपर्छ। तपाईहरुलाई निग्रो मनपर्छ कि मन पर्दैन तल कमेन्टमा लेख्नु होला। अब म यहाँ निग्रो किन्नेछु। निग्रो एकदम हरियो अनि फ्रेस छ अनि आज जाने बित्तिकै निग्रो पकाएर खाने। Hello. How much is the price? $1. Okay. Can you pack this for me? Can you pack plastic bag? $1 is? Okay. बुर्नाई चाहिँ ट्रपिकल रेन फरेस्ट हो। अचम्मको कुरा चाहिँ के छ भने यहाँ चाहिँ 12 मास साग सब्जी फलफुलहरू फल्ने गर्दछ। जस्तै आँपको बोटमा एउटै आँपको बोटमा फुल पनि फुल्दै गरेको हुन्छ, चिचिला पनि लाग्दै गरेको हुन्छ, पाकी पनि रहेको हुन्छ। अचम्म छ। यो चाहिँ तितेपाती हो। नेपालमा चाहिँ तितेपाती जडीबुटीमा पर्दछ भने यहाँ चाहिँ मान्छेले तितेपातीलाई सब्जी सरह खाने गर्दछन्, साग जस्तै। यो मकै रहेछ। एक प्याकेट मकैको $5। सिमल तरुन पनि रहेछ। सिमल तरुन पनि यहाँको मान्छेले धेरै खान्छ, केक बनाएर खान्छन् धेरै सिमल तरुनलाई। अब हामी निम्बु किन्नेछौँ र निम्बु किन्नु चाहिँ मेरो साथी बलाई जानेछ। एक झोला निम्बु उसले किन्नेछ। एक झोला निम्बुको चाहिँ लगभग $1 पर्दछ। 10 देखि 12 पिस हुन्छ। $1 नेपालको 100 रुपियाँमा। यहाँ नेपालीहरू थुप्रै आएका हुन्छन्। यहाँ 2-3 जना नेपाली बहिनीहरूसँग हामी बातचित गर्नेछौँ अनि कुराकानीहरू गर्नेछौँ। नमस्कार। नमस्कार।
नमस्ते दाई। नमस्कार बहिनीहरू। अनि हजुरको नाम, शुभ नाम? मेरो नाम रेजिना आले। रेजिना आले। बहिनीको नाम? मेरो नाम सन्जिरा थापा। सन्जिरा तामाङ। बहिनीको नाम? गीता पुल। हजुरहरू यहाँ किन आउनुभएको? हामी चाहिँ अब आज भेजिटेबल मार्केट लाग्छ नि त एभ्री फ्राइडे, त्यही भएर त्यही भेजिटेबलहरू सपिङ गर्न आएको दाइ। हुन्छ। अनि सुन्नुहोस् त, अनि यहाँको सब्जीहरू चाहिँ तपाईँलाई कस्तो लाग्छ? यहाँको सब्जीहरू चाहिँ एकदम फ्रेस हुन्छ अनि बाहिरको हेरी चाहिँ चिपर हुन्छ अनि धेरै भेराइटी हुन्छ, त्यही भएर चाहिँ हामीलाई यहाँ आउन ठिक लाग्छ। हुन्छ। अनि युके र यहाँको चाहिँ के फरक पाउनुहुन्छ? युके र यहाँको चाहिँ दाइ अब युकेमा चाहिँ यस्तो भेजिटेबलहरू, यस्तो हामीले खाने जस्तो भेजिटेबलहरू चाहिँ धेरै पाउँदैन है, प्लस अब त्यहाँको चाहिँ अलिक एक्सपेन्सिभ हुन्छ यहाँको हेरी, अनि त्यही भएर चाहिँ युके भन्दा चाहिँ ब्रुनेको चाहिँ भेजिटेबल सपिङ चाहिँ हामीलाई ठिक लाग्छ, त्यही भएर हामी आउँछौँ। हुन्छ, धेरै धेरै धन्यवाद बहिनीलाई। हजुर दाइ। बहिनीलाई म एउटा छोटो प्रश्न सोध्छु ल, सागसब्जीले चाहिँ हाम्रो शरीरमा चाहिँ कस्तो असर गर्छ भन्नुहोस् त? सागसब्जीहरूले चाहिँ हामीलाई चाहिने, हाम्रो बडीलाई चाहिने न्युट्रियन्ट्सहरू चाहिँ सबै दिन्छ। हुन्छ, धन्यवाद बहिनी। हुन्छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद, समय दिनुभयो। हुन्छ, नमस्कार। हुन्छ। अब हामी फेरि कोही मान्छे हेर्दैछौँ बातचित गर्नको निम्ति अनि केही कुराहरू सोध्नको निम्ति। को चाहिँ बोल्छ होला, यताउति हेरिरहेछौँ, झट्ट सोध्नु पनि अप्ठ्यारो। Where are you from? I'm from Nigeria. Oh, you are from Nigeria. Okay. What purpose you are here? For work. For work. Okay. You often visit this vegetable market? Yeah, weekly. Okay, Once a week, yeah. Okay. How do you find it? Vegetables and That's my best customer. Like all the vegetables and fruits I love. And it's nice, yeah. what about the price? Everything is costly, generally, all over the world. But I think it's affordable. Yeah. There's a lot of variety. Okay. At least, okay. How do you find the vegetables and fruits importance in our health? Very important. We need fruits, we need vegetables to live a healthy life. A lot of people eat a lot of junk, and that's not the best. So you need to incorporate a lot of fresh fruits, variety, at least 5 a day, and you can have all of that in the market. So I don't miss it. I have my vegetables, I have my fruits, everything. Okay, thank you very much. Welcome.
giving your time. Thank you. Have a good day. Yeah. ओहो यहाँ त खोर्सानीको बोटै पो बेच्नु राखेको रहेछ। अनि यो खिम्ची कि के भन्छ नि, किम्ची कि खिम्ची, त्यो पनि रहेछ। अनि यहाँ खोर्सानीको बिउहरू रहेछ, सानो सानो बोटहरू, बैगुनको बोट पनि रहेछ। यो पनि सबै बेच्न राखेको रहेछ। अब मेरो फेभरेट साग रायो साग किन्नेछौँ। अघिदेखि म रायो साग हेर्दैछु, कतापट्टि छ रायो साग? यतापट्टि रहेछ रायो साग। This per kg? $4. Okay. $4 yes, 1 kg. Okay. Okay, you can give us 1 kg. Yes, I want 1 kg. यो राईको साग हो। यहाँ चाहिँ खानेकुराहरू पनि पकाएर राखेको रहेछ कि यो बिस्कुट कि केक जस्तै छ। अनि पाउरोटी जस्तो पनि छ के हो। अनि यो कोलाको पातभित्र चाहिँ यो भात जस्तै हुन्छ। यो बर्मातिर पनि यस्तो खाने गर्छन्। यो मोमो हो, यो चाइनिज मोमो। यो मोमोहरू पुरै गुलियो हुन्छ, हामीलाई मन पर्दैन। यो चाइनिज र मलाईहरूलाई चाहिँ मनपर्छ। अनि त्यो मोमोको अचार सस जस्तो हुन्छ, पुरै गुलियो हुन्छ, एउटै नुन हुँदैन, चिनी र गुलियो मात्र हुन्छ। यो कटर, रुख कटर रहेछ पाकेको। अनि तितेपाती। Very nice. Yeah, what is this? Can we eat this? No, Is this a bamboo? No bamboo. Okay. Not bamboo. मलाई भिडियो खिच्नको लागि गाह्रो भइरहेको छ। यहाँनिर अलिकति भिडभाड पनि छ, अनि हल्ला ज्यादा छ, आवाज बढी छ। भिड त त्यस्तो खासै होइन, तर आवाज चाहिँ अलिक यहाँ गर्ने स्वाँ गर्ने साउन्ड आइरहेको छ। अब म तपाईँहरूको निम्ति एउटा अन्तिम व्यक्तिसँग बातचित गर्नेछु। म खोज्दैछु को चाहिँ बोल्न सक्छ, बा गाली पो गर्ने हो कि। हेर्दैछौँ हामी को चाहिँ कोसँग बोल्ने भनेर। Hello. What's your name? Thomas. Thomas. Yeah. You are locally from here? Yes, I born here. Okay. Okay. You're selling here now? What Yes, you're selling? I'm finished already. Finished Yeah, already? mostly I sell banana and pumpkin. Okay. Yeah. Banana. Pumpkin. Okay. You are farmer or you are just seller? Farmer. I'm a farmer. Yes. Okay. You have. I have live my. in village? Yeah, I have my own land. Okay. Yeah. Okay. Do you want to tell something about this market? This is a small flea market in Syria, Yeah. and then tomorrow they have a market in KB. Okay. KB. Yeah, and yesterday, Thursday, you can go to Tutong. Okay. It's a Tutong big Castle. market. There's more people over there. Okay. Yeah. Okay. Okay. Thank you. Yeah.
Do we have any history about this market? No, we just to help the local people to sell in the flea market. Okay. Yeah. Okay. Okay, thank you very much for your conversation. Okay, thank you very much. Have a good day. Okay, welcome. फाइनली हामीले सकिसक्यौँ. हामी मार्केटबाट बाहिर निस्किसकेको छौँ. अब हामी हाम्रो रुमतर्फ हामी फर्किनेछौँ. हामीले केही सब्जीहरू किनेर अनि त्यहाँको भिडियोहरू खिचेर हामी फर्किँदैछौँ. त्यहाँको माहौल एकदम अस्तव्यस्त थियो. केही बोलेको पनि नसुन्ने, सबैजना आफ्नो धुनमा. यदि तपाईँहरू बोर्नाईमा बस्नुहुन्छ भने सागसब्जी तथा फलफुल किन्नुको लागि सुनली बजार जानुहोस्. अनि यदि तपाईँहरूलाई गुणस्तरीय राम्रो डिजाइनको गरगहनाहरू चाहिएको छ भने नेपाल ज्वेलर्समा आउनुहोस्, जो सेरियामा छ, पेट्रोल पम्पको नजिकै, सानो पेट्रोल पम्पको नजिकै. त्यहाँ आउनुहोस्. तपाईँहरूले जस्तो भने त्यस्तै सुन्दर डिजाइनको गरगहनाहरू सुपथ मूल्यमा अनि एकदम गुणस्तर क्वालिटीको गहनाहरू तपाईँहरूले पाउनुहुनेछ. अर्को कुरा म तपाईँहरूलाई के सन्देश दिन चाहन्छु भने सागसब्जी तथा फलफुलको महत्त्व हाम्रो स्वास्थ्य र जीवनमा धेरै महत्त्वपूर्ण छ. यदि तपाईँहरूसँग समय छ अनि ठाउँ छ भने तपाईँहरूले आफ्नै करेसा बारीमा अथवा आफ्नै बारीमा रोपेर खानु झन् अझ असल अनि उत्तम हुनेछ. हुन्छ, धेरै धेरै धन्यवाद. तपाईँहरूले यो भिडियोमा अन्तिमसम्म हेरेर साथ दिनुभयो अनि आगामी दिनहरूमा अझै राम्रो बनाउने प्रयास गर्दछु. हाम्रो च्यानललाई सब्सक्राइब अनि लाइक गरिदिनु होला.